सो हेलो गाइज, मलाई भ्लग बनाउने मन लाग्यो होइन गाइजहरू। भ्लग बनाउने मन लाग्यो, यस्तो एकदम पिरो चुक्लो आम खाने मन लाग्यो होइन। म भ्लग बनाइरहेको छु यो युट्युबमा हाल्नुको लागि होइन गाइज। म भ्लग बनाइरहेको छु, लास्टसम्म देखाउँछु, खाइरहेको पनि देखाउँछु गाइज। क्याट्टपारामा खुर्सानी पनि पोलिसक्यो होइन, सुकेको खुर्सानी क्याट्टपारामा हेर्न सक्नुहुन्छ गाइज। अब क्यामेराम्यान भएन होइन, क्यामेराम्यान भइदिएको भए सजिलो हुन्थ्यो। कस्तो गर्मी हो भने गाइज बाँच्न सकिँदैन गाइज, यसरी त बाँच्न सकिँदैन। गरम छ, गरम गरम, कस्तो गरम भनेको कस्तो गरम भने। फाइनली हेर गाइज मनसुन खसिसकेको छ। अब आम बनाउनुतिर लाग्छु म होइन। फाइनली मैले यो हाल्नुलाई पनि, नुन हाल्नुलाई पनि कटौरी लिइसक्यो होइन। नुन च्याट्टो पारामा हाल्ने, यसरी 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 यसरी। अरू मसला कुसला मिल्दैन गाइज, च्याट्टो पारामा अब आमको चिरफाड गर्नु पऱ्यो। हेर्न सक्नुहुन्छ गाइज, मैले आम चाम धोएर लिइसकेको छु। आनन्दले गीत सुन्दै रहँदै गर्ने हो गाइज। म आम खान्छु है। यो चाहिँ गुलियो आम। टिकटकमा खान देखेको गाइज, खानु लाग्यो। चम्काइदे चम्चामा खाने भयो कन्ट्याक्ट गर्नु गाइज, एकदम रमाइलो भइरहेको छ। यस्तै जनकपुर आम ठिकै छ, त्यति मिठो पनि छैन, चुक्लो छ, अलिअलि छ, त्यति चुक्लो छैन। अब अर्को आमको पालो। 5 रुखसँग सानो सानो भर्खर फल्न लाग्यो गाइज। धेरै साल फल्या हो, फल्न राम्रो नै फल्या छ। 5 का 5 रुखमा चेक गरिरहेको छु, एक एक दाना टिपेर ल्याएँ मैले। केटाहरू भएको भए मस्तो हुन्थ्यो क्या, अघिल्लो भलको जस्तो। हेर्दैमै चुक्लो जस्तो छ गाइज। बाँकी पनि भन्ने पनि चुक्लो होला जस्तो छ यो आमा। अब अर्को आमको पालो। यसको डाँडो खाइ बाँच्नु कसरी, बाँच्नु कसरी, मैले गर्नु कसरी। पसिना हेर न, पसिना कस्तो चुइरहेको छ। अब अर्को आमको पालो आयो। बिल्कुल रक्ती कस्तो चुक्लो यार, माग यस्तो आम त कसैको उल्टा होला। 5 रुखमा पनि यस्तो आम चाहिँ। अब अर्को आमको पालो। एकदम चुक्लो मागेको चाहिँ सबै एक किसिमको रहेछ। एक आममा चाहिँ राम्रो क्या। सुक्खरको क्या, सुक्खरको जनकपुर, त्यहाँ मधेसी जनकपुर होइन फेरि, जस्तै सुक्खरको जनकपुर। खानेको सम्पर्क गरेर गाइज, सम्पर्क गर्नु कस्तो मिठो खान्छ ना। खाने गाइज
बाई बाई टाटा गाइज यति नै भयो खान सकेन मैले यति धेरै बाँकी छ एउटा मात्र खाएको यो चारवटा यस्तो चुक्लो छ माया गर् सकिएन खान मेरो मन पनि भर्यो एकचोटि यस्तो टिकटकमा हेर्देको राम्रो छ कि भनेर भयो बाई बाई ओके टाटा सब्सक्राइब यो भिडियो लास्टसम्म हेरेपछि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला हैन बाई टाटा